पानी पऱ्यो यस्तो पानी पऱ्यो कि हाई एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग आई होप तपाईँ सबैजना सन्चै हुनुहुन्छ म एकदम सन्चै छु अनि यो चाहिँ मेरो युट्युबमा सबैभन्दा फर्स्ट ब्लग हो होइन यस्तो ब्लगहरू चाहिँ मैले बनाएको छैन अबदेखि रेगुलर स्टार्ट गर्दैछु यो मेरो आजको भारी फर्सी खाँदै हुन्छ फर्सी यो चाहिँ मैले लानुपर्ने हे गाइस अब म जाँदैछु भारी बोकेर घरतिर लाग्दैछु यता हुनुहुन्छ कामी हुनुहुन्छ कामी हो आइज सो गाइस म चाहिँ यो घरबाट आएको है अहिले चाहिँ खासमा यो घरबाट आएको यो तल बग्दै गरेको खोलाको नाम चाहिँ तामाकोसी खोला हो गाइजहरू आजको भ्यू चाहिँ यस्तो खतरा छ ल हेर्नुहोस् म भारी बोकेर अलि माथि आइसकेको छु यति हिँड्दैमा अनुहार हेरिसक्नुहुन्छ तपाईँहरूले पसिना भइसक्यो सो गाइज देख्न सक्नुहुन्छ होइन कति पसिना आएर छ ओ माइ गॉड यति भारी ल्याउँदैमा यस्तो पसिना यार हट बिस्तारै बिस्तारै भ्लग बनाउँदै जान्छु भनेको यस्तो घाम लाग्छ हट मलाई चाहिँ यस्तो भ्लगहरूमा है त्यति बोल्न आउँदैन किनकि फर्स्ट भनौँ न यो भिडियो चाहिँ म पहिलोचोटि बनाउँदैछु यस्तो लङ भिडियोहरू यसरी बोलेर पहिलोचोटि बनाउँदैछु योभन्दा पहिला चाहिँ बनाउँथेँ फेसबुकहरूमा हाल्थेँ तर त्यसमा चाहिँ मैले मिनी भ्लगहरू बनाउँथेँ त्यसमा चाहिँ भोइस ओभर गर्थेँ अनि भोइस ओभर गर्दा चाहिँ त्यस्तो सोचेर बोलिन्थ्यो अब जतिखेर मन लाग्यो त्यतिखेर लेखेर बोलिन्थ्यो होइन त्यतिखेर चाहिँ यसमा चाहिँ बोलिहाल्नुपर्छ अलि आउँदैन जे होस् सिक्दैछु म बोल्नको लागि अहिले चाहिँ यस्तो पसिना भएर यस्तो भइसक्यो होइन गाइस म हेर्नु न कति पसिना छ सो गाइस त्यहाँ चाहिँ धारा रहेछ है धारा हो फेस हेर्नु न फेस धारा रहेछ बल्ल यार पानी खाइयो ठन्डै मारेको अब यहाँ साथी घर छ है मेरो म साथी घर जान्छु के भन्दा चाहिँ साथीले होइन साथी काठमाडौँ जाने भन्थ्यो काठमाडौँ गयो के गर्यो एकचोटि म सोध्छु खोइ मलाई नै गाइस मेरो मदन यता सो गाइस मदन पनि चाहिँ यो भिड कट्नुपर्छ यार यत्रो छ है म चाहिँ यति तल छु भारी बोक्दै त्यो हेर्न सक्नुहुन्छ धान पनि ठुल्ठुलो भइसक्यो एकछिन बसेको पानी परिहाल्यो अनि हिँडिहालेको म यस्तो छ बाटो सो गाइस म चाहिँ ऊ तलबाट आएको तल खोला बगिरहेछ त्यतै भएर हो कस्तो पसिना गयो पसिनाले चाहिँ मलाई कहिले नछर्ने भयो क्या अरूभन्दा नि कस्तो पसिना गयो अहिले भर्खर मुख धोएर आएको फेरि पानी परेको फेरि कस्तो सेट म्यान बनाइदियो क्या पानीले अब एकचोटि घर पुग्छु यस्तो पानी पऱ्यो कि
कस्तो पानी पऱ्यो यार, पानी परेर बिजोग बनाइदियो नि। खतरा पानी पऱ्यो यार, ठ्याक्कै घरमा आउनु पानी खतरा पर्छ।